नमस्कार, म तपाईहरुलाई आज फलामको ढोका बनाएर देखाउन गइरहेको छु। तपाईहरुले अहिलेसम्म काठको ढोका प्रयोग गर्नुभएको होला, देख्नु भएको पनि होला। तर आज म फलामबाट ढोका बनाएर देखाउन गइरहेको छु। फलामबाट बुट्टा नै बुट्टाले भरिएको ढोका कसरी निर्माण गर्ने त भन्ने बारेमा यो भिडियो प्रस्तुत गर्न गइरहेको छु। तपाईहरुले यो भिडियो हेर्दै हुनुहुन्छ भने यो भिडियो हेरिसकेपछि तपाईहरुले पनि सिकेर केही व्यवसाय सिर्जना गर्ने लक्ष्य लिनुहुनेछ भन्ने अपेक्षा पनि लिएको छु। ढोका बनाउँदा सुरुमा हामीले यस मेसिनद्वारा फलामको डन्डीलाई यसरी काट्ने गरिन्छ। यसरी काटिन्छ। त्यसपछि हामीले डन्डीहरूलाई जोडेर हामीले बिस्तारै खाट सिर्जना गर्दै जानेछौँ। तपाईहरुले यो भिडियो अन्तिमसम्म हेरिसकेपछि तपाईहरुले पनि कसरी बनाउन सकिन्छ त भन्ने बारेमा पूर्ण रूपमा सक्षम हुन सक्नुहुनेछ। यो भिडियोलाई अन्तिम समयसम्म हेरेर साथ दिनुहोला। फलामको डन्डीहरूलाई हामीले नापेर काट्ने गर्दछौँ। देख्न सक्नुहुनेछ यो फलामको पाता त्यसलाई मेसिनद्वारा काटिँदैछ। कटिङ गर्दै गइरहेको दृश्य तपाईहरुले देख्दै हुनुहुन्छ। बनाउँदै हुनुहुन्छ क्या? फलामका डन्डीहरूलाई काटिसकेपछि त्यसलाई फेरि जोइनिङ पनि गरिनेछ। वेल्डिङ मेसिनको सहयोगले जोइनिङ गरेर त्यसलाई बुट्टाले भरिएको ढोका बनाउन सकिनेछ। अनि त्यसैगरी त्यो पाता काटेको पनि देख्नु भएको होला। त्यस पातालाई डन्डी जोइन भइसकेपछि त्यहाँ राख्ने गरिन्छ। देख्नु भएको होला यहाँ फलामको डन्डीलाई जोडेर त्यसमाथि पाता
टिनको पाता पनि राखिसकेको छ र ओल्डिङ गरेर यसरी बुट्टाले भरिएको ढोका निर्माण गरिसकेका छौँ। देख्न सक्नुहुनेछ। यसलाई सामग्रीहरू के चाहियो त भन्ने बारेमा पनि हामीले देखाएका छौँ। त्यसै गरी यसमा हामीले जोइनिङ गरिसकेपछि माथिबाट पेन्टिङ गर्ने काम पनि गरिएको छ। हामीले पेन्टिङ पनि गरेका छौँ भने यसमा चाहिँ हामीले मेसिनहरू कुन प्रयोग गर्नुपर्ने रहेछ भन्ने बारेमा पनि तपाईँलाई देखाइरहेका छौँ। यस भिडियोलाई अन्तिम समयसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ? यदि मन परेमा धेरैभन्दा धेरै सेयर गरिदिनु होला।